हेलो साथीहरु नमस्ते झोरले सेवारो वेलकम टु माई नेक्स्ट ब्लग। आई होप तपाईहरु सन्चै हुनुहुन्छ। पनि यहाँ एकदमै सन्चै छु साथीहरु। आजको चाहिँ थम्बनेल र टाइटल हेरेर तपाईहरुलाई थाहा भइसक्यो होला कि भिडियो चाहिँ के को बारेमा भनेर। आज चाहिँ हामी चाहिँ दिदीलाई एयरपोर्ट पुर्याउन जाँदै छौं। म चाहिँ मेरो हामी घरबाट निस्किसक्यौं म र भाइ। अनि दिदी चाहिँ नेपाल जाँदै हुनुहुन्छ। सो हामी एयरपोर्ट पुर्याउन जाँदैछौँ दिदीलाई चाहिँ। अब म चाहिँ दिदीको घरतिर जाँदैछु, म अनि भाइ अनि सोल्टिनीहरू पनि आउनुहुन्छ अहिले एकछिनमा। यो भिडियो आउँदाखेरि चाहिँ दिदी चाहिँ घर पुगिसक्नु भएको हुन्छ साथीहरू है। त्यही पनि दिदीलाई चाहिँ यही भिडियोको थ्रुबाट चाहिँ सेफ जर्नी भन्न चाहन्छु। आजको भिडियो हेरेर के कस्तो लाग्छ साथीहरू कमेन्ट बक्समा चाहिँ कमेन्ट छोड्न चाहिँ अवश्य नभुल्नु होला भन्दै आजको भिडियो लास्टसम्म हेरेर साथ दिनु होला। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर बेल आइकन अलमा राख्न चाहिँ अवश्य पनि नभुल्नु होला है। किप सपोर्टिङ एन्ड आई विल सपोर्ट यु ब्याक टु अल अफ यु गाइज। कहाँ गएको हामी? कसलाई पुऱ्याउनु? दिपिका फुपूलाई। अनि के भन्न चाहन्छ दिपिका फुपूलाई? सेफ जर्नी नभन्ने? Have a safe journey in your flight. Ani, I'm gonna miss you. I'm gonna miss you. I love you, boy. I love you. Mwah. Mwah. त्यसै जाउँ ल पुऱ्याउनु। साथीहरू यी सामान डोर्याएर जाँदैछु यहाँ। यसो त कहाँ जान्छ फेरि? बस स्टप जाँदैछौँ है गाइज। हामी चाहिँ बस स्टप। अलरेडी ल सेफ जर्नी। सोल्टीलाई पनि सेफ जर्नी। सोल्टीलाई अब बिहे खानुपर्छ ल सोल्टी। बिहे खान जानुपर्छ होइन र अब यस्तो हुन्छ हौ। रुदिन भन्दा भन्दै पनि खदा लगाइदिएपछि इमोसन आउँछ क्या। आँसु बचाएर राख्ने अहिले एयरपोर्टमा बाँकी नै छ नि फेरि। गुड गुड तेजा गुड के अरे जर्नी दिपिका फुपू सेफ जर्नी। बस चढेर जाँदैछौँ साथीहरू है। त्यसो वी आर गोइङ यस वी आर गोइङ टु एयरपोर्ट नाउ। यहाँ हुनुहुन्छ सोल्टिनी दिदी। सोल्टी पछि हुनुहुन्छ सोल्टिनीसँग अरू पछि छ कता रहेछ त्यही आएर न। आरु स्याड अर ह्याप्पी? You are happy? Deepika Fufu is going, you are happy? Yes, I remember this is Tamil
यो सामान पठाउने नि कार्गोहरू होला अनि बाटो क्रस गर्नु परेन त नि बाटो हेर त्यो ओसेन क्रस गर्नु परेन त बोर्ड कस्तो दामी छ सामानहरू सिप उयो गर्ने पसार गर्ने क्या ठुलो छ नि त्यो साइडमा नि बारेको थिएन क्या हो त्यति बेला यो बिचको यो रड बारेको थिएन क्या म एन्जेलालाई प्रब्लम जाँदाखेरि त्यति बेला दुईचोटि चढेको केमा यता सिसीसँग आउला यता उसमा आउँछ क्या ट्रेन कता ए नदेखि पो आएको इनसाइड छ नानी इनसाइड छ यो चाहिँ उता गएको हो क्या एयरपोर्टमा हो क्या आइपुग्यो हामी चाहिँ अब साथीहरू अब हामी झर्छौँ होइन त त्यसो झर्छौँ दिपका फुलको ब्यागहरू लगेजहरू निकाल्छौँ है ऊ ट्रेन हेर न केसिआर हो कि केसिआर हो ट्रेन ऊ प्लेन उड्दैछ प्लेन उड बाई बाई हाम्रो सेफ फ्लाइट जो पनि हुनुहुन्छ त्यहाँ होइन त्यहाँ अब भन न अनि आऊ टाउको दुख मलाई त अहिले पो उही भयो जाने एकजना पुऱ्याउने यत्रो यस्तै छ लु जाउँ ल एयरपोर्ट यो चाहिँ हङकङको एयरपोर्ट है यहाँ हुनुहुन्छ जाने मान्छे यहाँ हो हङकङको एयरपोर्ट अस्ति त यहाँ खै के झुन्डेको थियो नि हामी एन्जिलाले पुऱ्याउन आउँदाखेरि क्या नि दिदी एउटा के गाडी जस्तो कति नम्बर भनेर हेर्नु पर्छ यहाँ CX603 कहाँ छ हौ टाढाको फेरि आँखा पनि देख्दिन हौ राम्रो नानीको झोला बोक्नु कि सोल्टी एयरपोर्टै गाइजहरू यस्तो छ एयरपोर्ट त अस्ति पनि देखाएको थिएँ मैले मेरो साथीलाई पुऱ्याउन आउँदा है किन पालोमा थुप्रो छ एकजना जाने पुऱ्याउने चाहिँ थुप्रो आएको छौँ के गर्नु के साथीले भनेको सेफ जर्नी अरे अनिलले पनि भनेको सेफ जर्नी ल राम्रो जानु भरे फोन गर्नु मेसेज गर्नु बिर्सिने हो हामीलाई घर पुगेपछि हामी यहाँ एक्लै बस्नु
छोडेर गएपछि हामी चाहिँ एक्लै बस्नु फोन पनि नगर्ने मेसेज पनि नगर्ने त्यहीलाई मजा भएर त्यही पनि जाने हो दिपिका फुलसँगै जाने जाउँ जाऊ त्यही पनि भिड लाइन लागिरहनु भएको छ दिदीहरू यस्तो लामो लाइन छ कि नेपाल जानु मन लाग्यो सोल्टिनीलाई एयरपोर्ट आएर बसिरहेछु डिपार्चर्स म्याक खान जाँदैछौँ है साथीहरू अब हामी हेलो हेलो लो हेलो हेलो म्याक खान जाँदैछौँ अनि किने त शीतलले झोरा केटाहरू चाहिँ डिस्नील्यान्डको पुरा यहाँ चाहिँ उयोहरू रहेछ ल साथीहरू अब हामी चाहिँ खाजा खान जाँदैछौँ है खाजा खान जाँदैछौँ भन न खाजा खान जाँदैछौँ है गाइजहरू हाम्रो फुपूलाई सेफ जर्नी McDonald हामीलाई रेडी वेटिङमा बर्गर मात्रै बर्गर र हट चकलेट के खानु त्यही हो अझै नहुँदैन त्यसा यम्मी त्यसको नगेट छैन अनि भाइहरू यता ल विङ्स विङ्स खानुहोस् प्लिज अब नेपालमा खानु नेपालमै गएर नेपालमा पाउँदैन यस्तो नेपालमा गएर कोट्याउनु नि यहाँ टेस्ट हुँदैन टेस्ट हुँदैन भनेको यस्तो मिठोहरू हामी चाहिँ खाजा खाएर गरेर अब कता डिपार्चर हुन आँट्दै हुनुहुन्छ दिदी त्यो चाहिँ इमिग्रेसन हो सेफ जर्नी अब के भन्नु रुनु हुँदैन अब ल भाउजूसँग चाहिँ खै गरेन त ल भाउजू ल सेफ जर्नी है सेफ जर्नी यस्तो हुने गर्नु ए छ ए ल ल ल ल जानु है जानु ल जानु है सेफ जर्नी सबैजनालाई ए सबैजना अरे यहाँ छ अब डिपार्चर भइसक्यो गइसक्यो छिरिसक्यो लु यताबाट छिरिहाल्नु बोजू जानु हुँदैछ नेपाली बोजू दर्शन गर सेफ जर्नी भन के हो यार मोबाइल हेरेको अरे ल ल ल त्यसो भने ल बाई सेफ जर्नी ल ल ल ल ए भइसक्यो त आइडी छिराउनुबाट अलिक उयो हुन्छ ल बाई ल बाई बाई ओ आइता उमा गर्दैछ त गयो छिरो ल बाई बाई टेसा अब बस्नु होला नि एकछिन होइन छिरिसक्यो त फेरि फेरि टेसा फेरि बाई दिकिता फुपू We miss you. गयो है अब त गाइस हामी चाहिँ अब फर्किँदैछौँ दिदी पनि भित्र छिरिसक्नुभयो दादाहरू आफै लडेर
सेफ जर्नी बोल्दै गर्नुपर्छ भइहाल्छ है भेट्ने चाहिँ अब पछि नेपालै पुगेपछि हो भइहाल्छ त्यो पनि के को टेन्सन त्यस्तै हो ल दिदी मजाले जानु सम्झिँदै गर्नु होला बोल्दै गर्नुपर्छ नेपालको पसाइ सुखद रहोस् भन्नु नेपालको बसाइ सुखद रहोस् सोल्टिनीको बिहा छिटो खान पाइयोस् भए पनि जानु पर्यो सोल्टी के को यहाँ बसी खानु पाऊ बोलाउनु यहाँ सोल्टीलाई जबरजस्ती यो भिडियो चाहिँ सोल्टिनी घर पुगिसकेपछि आउँछ है माइती भनेर गइदिउँला के सोल्टी भएर त्यहाँ जाने हो सोल्टिनी घर पुगिसक्दा आउँछ यो भिडियो चाहिँ गाइज र पनि हेर्नु है दिदी त्यहाँ मजाले हेरेर हाँस्नु है हामीले के भनेको छौँ तपाईँलाई अराइभल हल हामी चाहिँ अब बस स्टपतिर जाँदैछौँ गाइज माथिको चाहिँ डिपार्चर यो अराइभल अब हामी बस स्टपतिर जाँदैछौँ खोइ अरू चाहिँ त्यही छ के भन्नु चाहन्छ फुपूलाई दिकिता फुपूलाई ए त्यही छ त हो र हामी चाहिँ अब बसतिर जाँदैछौँ यो चाहिँ एराइभलहरू मान्छेहरू भट्टाभट्टै आउने कार्यक्रम चलिरहेछ अब एयरपोर्ट आएपछि घरको याद आइहाल्छ क्या हामीलाई पनि जानु मन लाग्छ दिदीले अब यो भिडियो हेर्दै हुनुहुन्छ भने चाहिँ सेफ जर्नी तपाईँ घर पुगिसक्नु भएको हुन्छ त्यही पनि तपाईँलाई सेफ जर्नी हामी सधैँ मिस गर्छौँ तपाईँसँग यत्रो 6 वर्ष टाइम स्पेन्ड गरेको हाँस्दै रिसाउँदै मजाक गर्दै टाइम स्पेन्ड गरेको हामी चाहिँ धेरै मिस गर्छौँ सी यू सुन है नम्बरी बा चाहिँ अब हेरौँ कहिले भेटिन्छ भर्सक छिटै भेटिन्छ होला सायद अनि हामी भेट्नेछौँ घुम्छौँ इन्जोय गर्नुपर्छ है पिटी अब यो चाहिँ बस स्टप जाँदैछौँ है बस जाने ठाउँ यो चाहिँ खै भुवनहरू छैन त ल गाइज आजको भिडियो चाहिँ यस्तै भयो के कस्तो लाग्यो लास्टमा हेरेर साथ दिनुभयो भन्ने आशा छ है अनि दिदीको पनि कति छिटो अब अर्को वर्ष नेपाल जाने भन्दै कति छिटो है टाइम त कति टाइम जाने रहेछ थाहै नहुने रहेछ क्या कति छिटो टाइम स्पेन्ड हुने रहेछ क्या अब आयो भन्दै कति छिटो जाने पनि आयो ओके त्यस्तै हो टाइम कति छिटो पास हुन्छ पर्छ है समय गएको कति छिटो जाने रहेछ है टाइम गएको पनि पत्तै हुँदैन रहेछ ल गाइज यस्तै हो बाई बाई सी यू गाइज बाई गरिदेऊ थ्याङ्क्स फर वाचिङ बाई बाई